ट्राई गर्नुहोस् दामी भएको छ पामा चाहिँ कसरी मिस भयो भन्दैछु नि यसमा त हुन्छ नि कतिवटा होइन कतिवटा बेट कास्टिङमा चाहिँ यो सेकेन्ड अनि फर्स्ट क्याच साइज सानो भयो दादा अलिकति देखाइदिनुहोस् न यता दामी हजुर डे वान हो मेरो फर्स्ट बाइक चाहिँ राम्रो भएको थियो तर मैले मिस गरेको पठाएँ अनि मैले स्पट चेन्ज गरेको एन्ड देन फेरि सक्सेस छैन सो अगेन म फर्स्टकै स्पटमा बाइक फर्कियो आउँदैछु चाहिँ आजको हाम्रो डे वानको सुरुवात साथीलाई कस्तो लागिरहेको छ खै डे वान त एक्साइटमेन्ट भएको हो कि तर यस्तो भएर छ कि माछा त्यो खुट्टाले पनि देख्छ दिउँसोदेखि बसेको अहिलेसम्म होइन अब यस्तो बिजोग भइरहेको अब के भन्नु जिन्दगीमा माछै नहुँदैन अब चारो पनि छ भेराइटी चारो छ तर त्यो फ्ल्यागले गर्दा एउटा स्ट्राइक पनि छैन एउटा बाइक पनि छैन यस्तै छ जिन्दगी होइन केही कम्प्लेन नो कम्प्लेन के छ भन्नुहोस् सुरज बु आज कस्तो के छ आजको आज खै अब छिप्का गनेउला खाएको छैन नि हाम्रो चाहिँ अरू के खाने हाम्रो त अब लाग्यो छैन खायो भने कस्तो एक्सपिरियन्स रह्यो तपाईँको ठिकै चलिरहेको छ फिसिङ यस्तै हो सधैँ मर्ने होइन मर्नु भएन नि मर्नु भयो सबै सकिन्छ हो भोलिको लागि के छ भोलिको लागि त्यही एउटै पालेर आउने त्यही डुबाउने त्यही परेन फर्केर लाउने हाम्रो एङ्गलस यहाँनिर कसै घरको यादमा सिरियस छ एकदमै लबर बाइमा बोल्नु हुँदैछ नमस्कार छोङमा बाई मिठो रहेछ यति बेला भनेदेखि हाम्रो ग्रुपको भाइ टाँसीले ओ नो भाइले लोदर बोलिहाल्यो नि बोल्दै हुँदैन नि त्यसो ठुलो थियो भाइले अगाडि नै हुकबाट निस्किने कुरा गरे नि त हुक सानै लाउनु हुँदैन नि यस्तो गर्नु हुँदैन नि फेरि त्यो सानै हुक खेल्ने फेरि सानै हुक खेल्ने ठुलो थियो नि हाफ केजी आधा केजी लगभग हो उसले भन्दै त थियो हुकबाट फुस्क्यो भने भन्दै कि जस्तो भने त्यस्तै निस्कियो आज डे वानको फर्स्ट बिगेस्ट क्याच हाम्रो टाँसी भाइले लिनु आँटेको थियो बट उसको आउँदा आउँदै हुकबाट फुस्क्यो रोलेन्सरको साइज पऱ्यो आज डे वानमा हाम्रो साथीले निकालेको माछा सो डे वानको यो रोलेन्सरको साइजको क्याच साथीको क्याच हाम्रो गगन निछाको हो यो डे वानको यो ठुलो छ होइन मासेर त गोल्डन मासेर चाहिँ होइन ठुलो थियो नि भाइ हेरिदिनुहोस्
यसरी मान्नु यसरी ह्यान्डल पनि पक्रिनु फेरि घुमाउनु हुँदैन यसरी पक्रिनु सो डे 1 को एक्सपेक्टेसन कस्तो थियो सरको आज एक्सपेक्टेसन यो अलिकति छिट्टाहरू त्यो चारोहरू चाहिँ नमिल्दाखेरि चाहिँ अलिकति चान्सेस कम्ती नै देखिरहेको थियो हजुर भनेको जस्तो चारो चाहिँ भएन आज अब यतानिर हाम्रो बुबुको के छ के मिलेन आज हामीलाई माछै नदिएको होला हौ माथिबाट किनभने कसैले पनि त मार्नु सकेन आज सन्डे भएर हलिडे होला भाइ सन्डे भएर छुट्टी भएर हो कि क्या हो यत्रोजना नपर्नु त अचम्मै हुन्छ एक्सपेक्टेसन चाहिँ एकदम हाई थियो तर सानो भए पनि मारियो लो चाहिँ तर शीर्ष उठ्यो भनौँ न हाम्रो तर यत्रो वर्ष माछा मार्यो तर अझै नमदा चाहिँ माछासँग म चाहिँ एकदमै मन दुखिरहेको छ भोलि लास्ट चान्स छ क्याच एन्ड कुक एङ्ग्लर्सको अलिकति होइन यस्तो भयो नि हामी चाहिँ अब क्याच एन्ड कुक हो तर हामीलाई चाहिँ क्याच एन्ड रिलिज गराइहाल्छ त्यसले गर्दा पनि अलि माछा नलाग्नु सक्छ हामीलाई चाहिँ म चाहिँ त्यही भन्न चाहन्छु अब भाइलाई त के भन्नु मलाई के नभने त आजको धोका धोका ठुलो माछा उम्किएर चाहिँ धोका पुरा साथीको पनि छ है आज हेरौँ त एउटा त छ उसको लिस्टमा छ त छ पैसा उम्कियो चपाको घाँस मिल्नु साह्रो पर्यो माई लर्ड पैसा उम्कियो नि पैसा उम्कियो डे 1 को एङ्ग्लिङ कम्पिटिसन यतिमै ऱ्यापअप हुँदैछ सो आजसम्म 3वटा क्याटेगोरी त्यसमा कसैले पनि त्यो क्याच गर्न सकेको छैन बिगेस्ट फास्टेस्ट अनि म्याक्सिमम नम्बर्स अफ क्याचेस सो हाम्रो कम्पिटिसन अहिलेसम्म कन्फर्म भएको छैन कसले जित्यो भनेर सो हाम्रो आजको लागि यति नै छ सो हामी भोलि फेरि पनि आउनेछौँ सो लेट्स सी वाट ह्यापन्स टुमरो है आजको यो मर्निङको यो फर्स्ट हाम्रो ब्रेकफास्ट हुँदैछ फर्स्ट बाइट सो फर्स्ट बाइट जसरी गरेको छ भाइले आज माछाले पनि त्यसरी गर्छ कि सो यहाँनिर ड्रोन पनि लिएको छ सो होप फर द बेस्ट आजको हाम्रो स्पट हाम्रो डे 2 को क्याच सो डे 2 को क्याच हो फर्स्ट क्याच मर्निङको हाम्रो डे 2 को सेकेन्ड क्याच Showed the grit, the blood, the fight, a father's love, the endless light. I see your eyes when I look back now. So day 2 को क्याच यो बिगेस्ट अहिलेसम्मको आज Gave all to me. Man of the hour, the mountain that stands. Built this life with your 2 hands. सो यति बेला हामी माछा पर्खिँदै क्लिनिनेस ड्राइभ गरिरहेको छौँ सो हाम्रो डिपार्टमेन्टको सरहरूले पनि एकदमै हेल्प गरिरहनु भएको छ उसको पो रहेछ त हजुर अनि हाम्रो निसाको पनि आज डे 2 मा कतिवटा क्याच भएको छ 2टा भएको छ हिजो एउटा आज एउटा ओके तर कोसिस जारी छ बट एकजनाले 3टा पक्रेको छ 3टा रहेछ अनि हाम्रो अब 2टा पक्रिँदा म 4टा बनाउँछु हाम्रो ग्रुपबाट 2टा योगेशको पनि 2टा छ मेरो कतिवटा भनिदिनु नि त मेरो मेरो यतिवटा छ है आज चाहिँ क्याच
यता चाहिँ क्यामेराम्यान भएर आएको छ योपालि मिडियामा। उहाँ चाहिँ एङ्गलिङमा होइन, उहाँ चाहिँ मिडियापट्टि हुनुहुन्छ। हाम्रो ग्रुपको लागि खालि सो आज डे 2 को हाम्रो यो एङ्गलिङ कम्पिटिसन पनि अब यतिमै सकेको जस्तो छ, ऱ्यापअप हुँदैछ। सो अहिलेसम्मको बिगेस्ट अनि म्याक्सिमम क्याच गर्ने चाहिँ उहाँ हुनुहुन्छ। सो तपाईँलाई कस्तो लागिरहेछ? मलाई एकदम खुसी लागिरहेछ। तपाईँ कहाँबाट हुनुहुन्छ भनौँ? म गान्तोक सिच्चेबाट। गान्तोक सिच्चेबाट, हजुर। सो एक्सपिरियन्स मजा आयो। मजा आयो नि। एक्सपेक्टेसन 3टा क्याच गरेँ आज, हिजो र आज एउटा, हिजो 2टा गरेँ। हजुर, 3टा क्याच भयो। तपाईँको एक्सपेक्टेसन कस्तो थियो यहाँनिर? मलाई मजै, हजुर राम्रो थियो। योभन्दा चाहिँ हजुर राम्रै सोचेको थिएँ। राम्रै रहेछ जग्गा पनि, मन पर्यो जग्गा पनि। ओके थ्याङ्क यू। सो आज डे 2 पनि अब यतिमै सकिएको जस्तो छ। हाम्रो क्याच भएको छैन, भएन भन्दा पनि हाम्रो ग्रुपबाट 2जनाले चाहिँ राम्रो पक्रेको छ, 2-2वटा। ओके, हाम्रो 2 दिनको एङ्गलिङ कम्पिटिसन आज यहीँ एन्ड भएको छ। सो हामी यहाँबाट अब छुट्टिँदैछौँ। ल बाई बाई। म चाहिँ ओके बाई बाई। उहाँहरू चाहिँ सबै अब गएर लेक्सेममा खेल्नु हुँदैछ। ओके बुबु, सी यू नेक्स्ट इभेन्टमा हामी फेरि भेट्नेछौँ है त। म चाहिँ गएँ। ओके बाई बाई।